हेलो गाइज वेलकम टु माई न्यू ब्लग म चाहिँ अहिले धादिङमा छु धादिङको जलमुखी गाउँपालिका वडा नम्बर 4बाट फर्किँदै छु गाडी नपाएर बाइक पनि भएन यत्तिकै लन्ठङ हल्लिँदै गइरहेँ यहाँ चाहिँ मेरो दोस्त ईश्वर तिमल छैन लाउरे दोस्त हाम्रो हाम्रो धादिङमा तपाईँलाई यहाँ म के हो दौखोला आइपुग्यो दौखोलाबाट चाहिँ म उता देखाउँछु तपाईँहरूलाई ट्याक्क यहाँको बाटोहरू दामी छ है म देखाउँदाखेरि म चाहिँ यस्तो छु तलतिर यस्तो हो त्यो चाहिँ त्यो तोरीबारी हो गोठाला पानी नि खुवाउनु चाहिँ त्यहाँ त्यो दौखोला चाहिँ यो चाहिँ बर्खामा एकदम फेरि मान्छे बगाइदिनु हुन्छ है फेरि हिउँदा चाहिँ ठ्याप्पै हो हिउँदा त झिँगा उठ्छ कमिला हिँड्छ त्यहाँ हाम्रो बाख्रा चर्जन भए यस्तो मजाको कि हाम्रो गाउँ माथितिर यस्ता है गोठालाजीहरू ल गाई चाहिँ बर्खामा चाहिँ मान्छे बगाउँछ हिउँदा चाहिँ ठप्पै हो होला खर पिच गरेको बाटो यो पिच गरेर 1 वर्ष पनि भएको कहाँ हुनु 1 वर्ष पिच गरे भने चाहिँ लास्टै पातल इता उक्किन थाल्छ हाम्रो गाउँमै गाउँ भाषाको पैसा लाग्दैन सूर्योदय हुँदा यो सूर्यास्त हुँदा उता भाषा पैसा लाग्दैन मेरो घरमा क्या पुरा दामी यार भर्खर पिच गरे बाटो अझै पाल्पा झ्याङ्ने सेतो देखेको पाल्पाको स्कुल थियो यतापट्टि चाहिँ त्यो सूर्य पुगेको चाहिँ हाम्रो त्यहाँ चाहिँ हामी त्यहाँबाट आएको त्यसकै मुनिबाट त्यो चाहिँ दारे गाउँडा हाम्रो ढोला कस्तो श्री गौरव खनालको जन्मस्थान त्यो चाहिँ फेरि यसको पनि है गाडी चाहिँ हि गाइरहेको दस हि गाडी ल हेर्नु धेरै हिँडिसक्यो मेरो जुत्ता चाहिँ यहाँ सेतमै भए कालो जुत्ता मेरो जुत्ता देखान सेतो जुत्ता खैरो भयो भनेर आज ट्र्याक लाएर हिँड्दैछ त्यसको जुत्ता चाहिँ फेरि दामी नि विदेशी जुत्ता सेतो जुत्ता विदेशी जुत्ता ए जुत्ता अनुसारको फेरि मुख पनि छ केटोको सेतो खैरे पालिका अफिस त्यता पर्छ हामी निलकण्ठ नगरपालिका पैसा यस्तो यस्तो लाग्छ है ट्राफिक बोर्डहरू हाम्रो सूर्यसँगै देख्न सक्नुहुन्छ हाम्रो त्यता चाहिँ के अरे दोस्त त्यो धोखोला पारी ढोले नि त्यो के भन्छ त्यसलाई आँखुटारी दोहन्डार तल हो यो आँखुटारी भन्दा तल दोहन्डार हाम्रो आँखुटारी साइड हाम्रा बाउ हजुरबाउ चाहिँ पहिला यो बाटो नभन्दाखेरि हिँड्दाखेरि ट्याक्कै त्यो बाटो त्यो जग्गा त्यो डाँडा बाटो हिँडेर धारबिसी जान्थ्यो अरे हामी चाहिँ अब त्यतातिर बाघ लगाउनु थाल्यो डाँडा बाघले तान्दिएर तनाव पर्छ नि गाई फेरि आज आकाश पनि दामी खुले हिमालको भ्यू पनि देखाउँछ अहिले म हिमाल देखियो भने तुवाले चाहिँ हल्का लगाइरहेको हो ऊ त्यो गइरहेको पुग्नुपर्छ हामी तर त्यो गएर यतापट्टि गइरहेको बाइकहरू आउँ मान्छे झरेर भए कहाँ राम्रो सर हजुर